सो हेलो गाइज, आजको भिडियोमा तपाईहरुलाई युजिसीबाट आफ्नो कसरी इको ब्यालेन्स झिक्न सक्नुहुन्छ, कसरी आफ्नो अनलाइन फर्म भर्न सक्नुहुन्छ र कति पैसा खर्च लाग्छ र के डकुमेन्टहरु चाहिन्छ आजको भिडियोमा तपाईहरुलाई बताउने वाला छु। आफ्नो युजिसीबाट इको ब्यालेन्स निकाल्नको लागि तपाई यदि बाहिरको युनिभर्सिटी नेपाल बसेरै पढ्नु भएको छ अथवा नेपाल बाहिर गएर तपाई आफ्नो अध्ययन पूरा गर्नु भएको छ भने तपाई युजिसीको यो पोर्टलबाट तपाईले युजिसीको पोर्टलबाट सेम प्रोसेसमा तपाईहरुले आफ्नो युजिसी को फर्म फिलअप गर्न सक्नुहुन्छ अनलाइन घर बसी आफैले। सबभन्दा पहिला कुरा गरौँ कति पैसा खर्च लाग्छ। तपाईको 1000 देखि 4000 सम्म रुपैयाँ लाग्न सक्छ। तपाईको 1000 कसको लाग्छ भने यदि तपाईको युनिभर्सिटी युजिसी मा रजिस्टर छ, त्यो रजिस्टर कसरी हुन्छ, यदि पहिले कुनै स्टुडेन्टले त्यही युनिभर्सिटीको इको ब्यालेन्स यदि युजिसी बाट झिकेको छ भने अथवा टीयू बाट पहिले झिकिसकेको छ भने त्यो युनिभर्सिटी त्यसमा रजिस्टर हुन्छ। रजिस्टर भइसकेको युनिभर्सिटीमा 1000 मात्र जस्तो लाग्छ इको ब्यालेन्सको। यदि पहिलोचोटि त्यो युनिभर्सिटीबाट इको ब्यालेन्स झिक्न जाँदै हुनुहुन्छ भने तपाईले 4000 सम्म पैसा लाग्न सक्छ इको ब्यालेन्सको लागि। र अब कुरा गरौँ डकुमेन्टको। त डकुमेन्ट सबभन्दा पहिला तपाईको हायर लेभलको सर्टिफिकेट, डिग्री सर्टिफिकेट, ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट लाग्छ, जसमा तपाई एउटै फाइलमा 5 MB भन्दा तलको फाइल बनाउन सक्नुहुन्छ पीडीएफ मा। त्यसपछि तपाईको प्लस 2 को सर्टिफिकेटहरु लाग्न सक्छ, ट्रान्सक्रिप्ट, डिग्री सर्टिफिकेट, त्यसपछि तपाईको क्यारेक्टर सर्टिफिकेट लाग्छ। त्यसपछि तपाईको सिलेबस, ब्याचलरको इको ब्यालेन्स निकाल्न जाँदै हुनुहुन्छ भने ब्याचलरको सिलेबस चाहिन्छ, पढेको सिलेबस। त्यसपछि तपाईको पासपोर्ट नम्बरहरु चाहिन्छ, नागरिकताको पीडीएफ चाहिन्छ दुईटै साइडको। त्यसपछि तपाईको एनआईडी, नेशनल आईडी कार्डको नम्बर त्यसमा चाहिने गर्छ। म चाहिँ अहिले आफ्नो स्क्रिनमा आइसकेको छु, तपाई पनि आफ्नो मोबाइलको स्क्रिनमा जान सक्नुहुन्छ। सबभन्दा पहिला तपाई आफ्नो मोबाइलको क्रोममा जानुस्, क्रोममा गएर सिम्पल ugc.ecobalance भनेर सर्च गर्नुस्, तपाईको यस्तो पोर्टल खुल्न जान्छ। यहाँ ड्याशबोर्डमा आइसकेको छु मैले चाहिँ अप्लाई गरिसकेको थिएँ, त्यही भएर एप्लिकेसन नम्बर देखाइरहेछ। सबभन्दा पहिला आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ। प्रोफाइल बनाउनको लागि सबभन्दा पहिले आफ्नो नाम, इमेल एड्रेस, फोन नम्बर, तपाईको प्रोभिन्स, डिस्ट्रिक्ट कुन हो, म्युनिसिपालिटी कुन हो, वार्ड नम्बर इत्यादि सबै कुराहरू तपाईले इन्फर्मेसन यसमा हाल्नुपर्ने हुन्छ। सबभन्दा पहिला मैले र्यान्डम यसमा आफ्नो नाम हाल्नुस्। र्यान्डम मैले एबीसी हालेको छु। त्यसपछि र्यान्डम मैले फोन नम्बर हाले। तपाईले आफ्नो इन्फर्मेसन यसमा तपाईले हाल्नुपर्ने हुन्छ। तपाईको नाम चाहिँ यसमा नाम सबै ठेगानाहरू तपाईले आफ्नो नागरिकता, पासपोर्टको सबै हाल्नु होला। त्यसपछि तपाई आफ्नो जिल्ला हाल्नु सक्नुहुन्छ। मैले बागमती प्रोभिन्स हाले, त्यसपछि जिल्ला ललितपुर आए, त्यसपछि गोदावरी म्युनिसिपालिटी, त्यसपछि वार्ड नम्बर कति हो र्यान्डम मैले हाले, तपाई आफ्नो हाल्नुपर्ने हुन्छ। त्यसपछि एड्रेस, तपाईको ठ्याक्क तपाईको टोलको नाम के हो, तपाईको सिटिजनशिप नम्बर तपाईले आफ्नो सिटिजनशिपमा हेरेर एक्ज्याक्ट तपाईले यसमा हाल्नुस्। मैले चाहिँ र्यान्डम हालेको छु। त्यसपछि तपाईले यो ब्राउजरमा गएर तपाईले आफ्नो नागरिकताको पीडीएफ स्क्यान डकुमेन्ट तपाईले यसमा अपलोड गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो डेट अफ बर्थ यहाँ हाल्नुस्। मैले चाहिँ र्यान्डम 2010 आजको महिना 12 गते हालेको छु। तपाईले आफ्नो करेक्ट हाल्नुस् मिति। त्यसपछि आफ्नो पासपोर्ट नम्बर हाल्नुस्। पासपोर्ट बनाउनु भएको छैन भने तपाईको नेशनल आईडी होला, त्यो नेशनल आईडी हाल्नुस्। मेन्डेटरी छैन यो दुईटा, पासपोर्ट नम्बर र नेशनल आईडी। त्यसपछि तपाई माथिदेखि एकचोटि सर्लक्क चेक गर्नुस् आफ्नो रियल नेम, इमेल, फोन नम्बर, सबै ठेगानाहरू, आफ्नो सिटिजनशिप नम्बर, पासपोर्ट नम्बर, नेशनल आईडी नम्बर। यो ओआरसीआईडी भन्ने चाहिँ यो चाहिँ हाल्नुपर्ने हुँदैन। त्यसपछि यो तल सेभ बटन दिएको थिचेपछि तपाईको प्रोफाइल युजिसी पोर्टलमा बन्न जान्छ। त्यसपछि तपाईले यहाँ एप्लिकेसन फर्ममा आउनुस्। तपाईको कुन हो त सिटिजन, नेपाली सिटिजन, बाहिर पढेको, त्यसपछि नेपालमै पढेको तर बाहिरको कलेज। मैले चाहिँ सुरुमा नेपाली सिटिजन स्टडी एब्रोड। सबभन्दा पहिले तपाईले आफ्नो युनिभर्सिटी हाल्नुपर्ने हुन्छ। त्यसपछि तपाईले आफ्नो फ्याकल्टी के हो त्यो हाल्नुस्, पढेको फिजिकल पढेको, अनलाइन पढेको फिजिकल हाल्नुस्। त्यसपछि तपाईले यहाँ तपाईले स्टार्टेड इयर कुन वर्षमा तपाईले एडमिसन लिनुभयो त्यो हाल्नुस्। त्यसपछि तपाईको ग्रेजुएट भएको इयर तपाईले यसमा हाल्न सक्नुहुन्छ, 2024। त्यसपछि तपाईको के थियो त एनुअल, सेमेस्टर, क्वार्टर, मोडुलर कस्तो थियो त सेमेस्टर टाइप त्यो हाल्नुस्। त्यसपछि स्टडी ड्युरेसन हाल्नुपर्ने हुन्छ, कति वर्षको हो, 3 वर्षको,
कोर्स हो कि 4 वर्षको सो मैले चाहिँ यहाँ 4 वर्ष हालेँ। त्यसपछि इनरोलमेन्ट डेट हालेँ, कहिले इनरोल भएको त एडमिसन कहिले लिएको त्यो डेट हालेँ मैले। त्यसपछि त्यो डेट हालिसकेपछि तपाईँले डिग्री अवार्डेड डेट चाहिँ हाल्नुपर्ने हुन्छ। तपाईँको डिग्रीमा कहिलेको छ त डेट, त्यो डेट हाल्नुहोस्, एक्ज्याक्ट हाल्नुपर्ने हुन्छ। त्यसपछि क्रेडिट कति छ त 120 क्रेडिटको प्रायः जसो हुन्छ 4 वर्षको। र यो मिडियम अफ इन्स्ट्रक्सन केमा पढ्नु भएको, इङ्ग्लिसमा पढ्नु भएको, नेपालीमा केमा पढ्नु भएको, इङ्ग्लिस भनेर हाल्नुहोस्। इङ्ग्लिसमा पढ्नु भएको छ भने ल्याङ्ग्वेज अफ थेसिस तपाईँले इङ्ग्लिस हाल्न सक्नुहुन्छ, यो कम्पलसरी पनि होइन। तपाईँले इन्टर्नसिप गर्नुभएको छ भने त्यसको इन्टर्नसिपको ड्युरेसन 6 महिना हो कि 1 वर्ष हो, मैले 1 वर्ष हालेँ। कुनमा इन्टर्नसिप गर्नुभएको छ त मैले ऱ्यान्डम एउटा होटल लाइनको मैले इन्टर्नसिप यसमा हालिदिएको छु। र इन्टर्नसिपको डेट, कम्प्लिसन इन्टर्नसिपको डेट हाल्नुहोस्। त्यसपछि तपाईँको सेक्सन बी रेकग्निसन अफ इक्विभ्यालेन्स फर भनेको तपाईँ के को इक्विभ्यालेन्ट लिन चाहनुहुन्छ त त्यो जानकारी यसमा हाल्नु पऱ्यो। र ब्याचलरको इक्विभ्यालेन्स तपाईँले लिनु पऱ्यो। र मेजर के थियो त, मेजर तपाईँले के पढ्नु भएको त्यो मेजर हाल्नुहोस् यसमा। तपाईँले प्रोग्राम हाल्नुहोस्, त्यसपछि डिग्री हाल्नुहोस्, के को लागि इक्विभ्यालेन्स चाहियो त त्यो सबै यसमा जानकारी यसमा तपाईँले हाल्नुपर्ने हुन्छ। अब सी भनेको तपाईँको 12थको सबै जानकारीहरू इन्फर्मेसनहरू हाल्नुपर्ने हुन्छ। एकाडेमिक लेभल, यसमा तपाईँले लेभल भनेको इन्टरमिडिएट +2। त्यसपछि प्रिभियस डिग्री के पढ्नु भएको, +2मा साइन्स छ भने इन्टरमिडिएट साइन्स। त्यसपछि कहिले स्टार्ट गर्नुभएको +2 त्यो इयर लेख्नुहोस्। मैले चाहिँ यहाँ 2017 हालेँ। त्यसपछि पास भएको इयर, स्टडी इन इयर +2 कहिले सकेको त 2019मा। त्यसपछि कुन इन्स्टिट्युटबाट तपाईँले +2 गर्नुभएको कलेजको नाम लेख्नुहोस्। मैले चाहिँ मकवानपुरको ऱ्यान्डम कलेजको नाम यहाँ लेखिदिएको छु, पहिलेदेखि सेभ छ, मैले इक्विभ्यालेन्ट गरेको हो त्यही भएर मैले चाहिँ। अब यसमा तपाईँले नेक्स्ट गर्नुहोस्। नेक्स्ट गर्नुभयो भने अर्को तपाईँले डकुमेन्ट अपलोड गर्ने पोर्टल खुल्छ। यसमा चाहिँ तपाईँले यसमा लेखेको छ PDF अन्डर 5 MB साइज, एउटै फाइलमा तपाईँले PDF बनाउनु पर्ने हुन्छ। एउटा चाहिँ युनिभर्सिटी सर्टिफिकेट, ट्रान्सक्रिप्ट अथवा मार्कसिट र एउटा क्यारेक्टर, तीनवटा सर्टिफिकेटको PDF एउटै फाइल बनाउनु पर्ने हुन्छ। तपाईँले तपाईँको सिलेबस मेन्डेटरी हाल्नु पऱ्यो, तपाईँको ब्याचलरको सिलेबस। त्यसपछि इन्टर्नसिपको लगबुक मेन्डेटरी छैन तर पनि तपाईँले हाल्न सक्नुहुन्छ। अदर डकुमेन्ट केही छ भने हाल्नुहोस्। त्यसपछि डिटेल अफ प्रिभियस डिग्री +2 को तपाईँले लोवर लेभल एकाडेमिक डकुमेन्ट्स हाल्नुहोस्, डिग्री सर्टिफिकेट, त्यसपछि ट्रान्सक्रिप्ट हाल्नुहोस्, क्यारेक्टर हाल्न सक्नुहुन्छ। एउटै फाइलमा 5 MB भन्दा कमको हुनु पऱ्यो हैन। त्यसपछि तपाईँले लोवर लेभलको इक्विभ्यालेन्स छ भने हाल्नुहोस्, छैन भने नहाल्नुहोस्। त्यसपछि तपाईँले यसमा नेक्स्ट गर्न सक्नुहुन्छ। नेक्स्ट गर्नुभयो भने तपाईँको सबै जानकारीहरू देखाउँछ र सबै जानकारी यदि करेक्ट छ भने तपाईँले त्यसमा डन गर्नुभयो भने तपाईँको एप्लिकेसन सबमिट हुन्छ। र सबमिट भइसकेपछि 1-2 दिनको वर्किङ आवरमा, वर्किङ डेजमा 1-2 दिनको वर्किङ डेजमा तपाईँले उताबाट मेसेज आउँछ कि तपाईँले पेमेन्ट गर्नुहोस् भनेर। तपाईँको कलेज यदि पहिल्यै यसमा रजिस्टर छ भने 1000 लाग्छ, रेजिस्टर छैन भने तपाईँको 4000 रुपियाँ लाग्न सक्छ। र त्यसपछि तपाईँले ई सेवाबाट पनि तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। यसमै आउँछ ई सेवाको अप्सन, त्यसमा क्लिक गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। केही वर्किङ डे भित्र तपाईँको इक्विभ्यालेन्स आउँछ।